हेर्नु चाहिँ यो भिडियो चाहिँ एकदमै स्कुटर युजरहरूले हेर्नै पर्ने भिडियो हो है। आज चाहिँ मैले खास के टपिक्समा भिडियो बनाउन लाग्छु भन्दाखेरि चाहिँ बाइकमा स्कुटरमा मोबिल मात्र चेन्ज गरेर हुँदैन, सर्भिसिङ गर्दाखेरि एयर फिल्टरमा हावा हानेर मात्र हुँदैन। तपाईको मोबिल सँगसँगै हाम्रो सर्भिसिङमा एकदमै हेर्नुपर्ने कुरा भनेको चाहिँ यो गियर ओइल है, जुन मैले अहिले खोलेर ओइल निकाल्दै छु यहाँबाट है। स्कुटरको पछाडिको भागमा दुईटा नट दिएको हुन्छ, एउटा ड्रेन गर्ने एउटा हाल्ने नट दिएको हुन्छ। सो हामीले गियर ओइल चाहिँ एकदमै कम्पलसरी हाल्नुपर्ने हुन्छ। किन भन्दा गियर ओइल हाल्ने ठाउँमा कतिजनाले मोबिल नै हालिदिरहेको हुन्छ, त मोबिल चाहिँ नहाल्नु होला। गियर ओइल भनेको 80W90 ग्रेडको हुन्छ, एकदम बाक्लो मोबिल हुन्छ। तपाईको नर्मल मोबिल भनेको जम्मा 10, 30 या 20, 40, 50 को हुन्छ भनेपछि झन्डै दोबर बाक्लो हुन्छ गियर ओइल भनेको। सो गियर ओइल लाग्ने ठाउँमा गियर ओइल नै हाल्नुपर्छ। इन केस तपाईले गियर ओइलको ठाउँमा मोबिल राखिदिनु भयो भने चाहिँ मोबिल एकदमै पातलो हुन्छ र गियर ओइलमा चाहिँ तपाईको जुन बाक्लोपन हुन्छ त्यसले गर्दाखेरि लुब्रिकेट मजाले हुन्छ, दाँतीहरू बेरिङहरू मजाले लुब्रिकेट हुन्छ। यदि त्यो गियर ओइल हाल्ने ठाउँमा तपाईले मोबिल हालिदिनु भयो भने चाहिँ पछाडिबाट आवाज आउने, एकदमै खासा गरेर आवाज आउने, काटाकुटुक गरेर आवाज आउने जस्तो समस्याहरू आउँछ हजुरहरूको स्कुटरमा। सो तपाईहरुले गियर ओइल हाल्ने ठाउँमा गियर ओइल नै हाल्नुपर्छ है त। बरु छैन भने मगाएर हाल्ने, तर गियर ओइलको ठाउँमा मोबिल चाहिँ नहाल्नु होला है। यो चाहिँ एकदमै ध्यान दिनुपर्ने कुरा हो स्कुटर युजरहरूको लागि। र हरेक सर्भिसिङमा चाहिँ हरेक सर्भिसिङमा चेन्ज गर्नु होला, नसके चाहिँ 2-3 सर्भिसिङमा तपाईले चेन्ज गर्दा पनि फरक पर्दैन है त। यस्तै भिडियोको लागि चाहिँ हामीलाई लाइक, फलो अनि शेयर